हेलो अनि नमस्ते गाई तपाईहरु सबैजनालाई सन्चै हुनुहुन्छ र अनि आज फेरि पनि म न्यू भिडियो लिएर आइसकेको छु है। तपाईहरु देख्न सक्नुहुन्छ म के देखाउन चाहदै छु तपाईहरुलाई है। अनि यसपालिदेखि चाहिँ हामी आफैले यो बनाएको टनेल है। तपाईहरुले यो भन्दा अगाडिको भिडियो मैले टनेल बनाउँदै गरेको भिडियो हालेको थियो, तपाईहरुले देख्नु भइसक्नुभयो। अनि अब हामीले चाहिँ यो टनेल बनाएर यसरी चाहिँ हामीले गोलबेडा लगाएको छौं। अब हामी गोलबेडा लाउँदैछौँ है। हाम्रो चाहिँ गोलबेडाको भ्यू यस्तो हुँदैछ है, रोबिसिया छ। अनि यो चाहिँ डडुवा लागेको गाई चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ। यो पात चाहिँ खुलिरहेछ अनि डडेलो लागिसकेको छ। अनि त्यसपछि अर्को एउटा यो खाले किरा पनि लागिसकेको छ गाइस यो गोलबेडामा चाहिँ। अनि म चाहिँ आज हेर्न आएको, रातभरि पानी परेको थियो, त्यही भएको कारण हाम्रो चाहिँ 8वटा टनेल छ सबै गरेर। डडुवाले छुइस्या रहेछ प्राय जस्तो। यो चाहिँ डडुवा लागेको गाई हाम्रो यो भ्यू। यसपालि चाहिँ हाम्रो मात्र होइन यो डडुवा लागेको चाहिँ। अनि प्राय मान्छे सबैजनाको डडुवा लागेको छ यसपालि गोलबेडा चाहिँ। हाम्रो चाहिँ यो भ्यूदेखि नै डडुवा थियो, त्यो पनि हामीले सारेको हुन्छ कि भन्ने उसले हुन्छ होला। तर हेर्दैछौँ के कस्तो हुन्छ, तपाईँहरूलाई हामी देखाउनेछौँ। यो तन्डो टनेल भयो, यो चाहिँ माक्लो टनेल। अनि यसमा पनि डडुवाले भेटिसकेको छ गाई चाहिँ। अनि यहाँबाट हाम्रो पानी कटाउनु पर्छ जुन ठाउँबाट, त्यहाँबाट पानी चाहिँ हाम्रो भित्र छिरेर चाहिँ यसरी पानी भित्र छिर्नु पनि हुँदैन। अनि पानी धेर भयो पनि हुँदैन, पानी थोर भयो भने पनि हुँदैन। यसलाई ठिक्क मिलाएर यसलाई ठिक्क मात्रामा चाहिँ हाल्नुपर्ने रहेछ। तपाईँहरूले सुन्नुहुन्छ डडुवा लागेको। अब यसमा डडुवाको औषधि र एउटा त्यो किराको जुन नक्सा कोर्छ त्यो किराको औषधि हाल्नुपर्ने छ गाइस यसमा। विषादी नहाली कुनै पनि तरकारीहरू राम्रो हुँदैन गाई। विषादी हाल्ने भनेको त्यस्तो धेर विषादी हाल्ने होइन, ठिक्क मात्राले जुन चाहिने र उचित मात्राको मात्र विषादी हाल्नुपर्दछ। विषादी नहाली चाहिँ तपाईँको कुनै पनि तरकारीहरू चाहिँ राम्रोसँग फल्दैन है। अर्ग्यानिक फलाउनलाई थोरै मात्रामा मात्र फल्छ। अनि गाइस हाम्रो चाहिँ यस्तो मौसम चाहिँ यस्तो भइरहेछ है, पुरै पानी परिरहेछ, रातभरि पानी परेको। यो चाहिँ यता काठमाडौँबाट यता मकवानपुर जिल्ला अनि चितलाङभन्दा यता बजाबारे पालुङ धावनको बिचमा। अनि यस ठाउँलाई चाहिँ भन्छ नुलगाउँ है, बिसिङखेल भन्छ, बिसिङखेल अनि यो नुलगाउँ गाइस। अनि हामी चाहिँ यो बिचमा छौँ, हामी चाहिँ यसरी खेती गर्दैछौँ यो ठाउँमा आएर। गाइस म चाहिँ फेरि अर्को टनेल जाँदैछु है। अनि म चाहिँ के भन्न चाहन्छु भने गाइस, म चाहिँ एकताका यसरी नै खेती गरेर योभन्दा पहिलो वर्ष अघिल्लो वर्ष अनि खेती गर्दै थियौँ। खेती गर्ने क्रममै म चाहिँ बाहिर दुबई भन्ने ठाउँ गएर आएको थिएँ गएको थियो। अनि त्यहाँ चाहिँ यस्तो दुःख गर्नु पऱ्यो कि है। अब भने जस्तै अब म झन् फ्री भिसा फ्री टिकटमा गएको है। अनि मेरो चाहिँ अब काम पनि झन् त्यस्तै पऱ्यो अनि स्यालेरी कम। त्यो भएको कारणले म चाहिँ अब दुबईबाट चाहिँ फर्किआएको गाइस। अब के गर्छु, नेपालमै गर्छु, जे गरे पनि नेपालमै गर्छु, नेपालमै केही न केही हुन्छ भनेर चाहिँ म नेपाल फर्केर आएको गाइस है। यसरी खेती गर्दैछु। अर्काको देशमा गएर दुःख गर्नुभन्दा चाहिँ आफ्नै देशमा र आफ्नै ठाउँमा आफ्नै माटोमा रमाउनु चाहिँ खुसी हुनु चाहिँ राम्रो जस्तो लाग्यो मलाई है। म चाहिँ एकदम खुसी छु अहिले चाहिँ। अनि आफ्नो ठाउँमा भने जस्तो
आफूले सोचे जस्तो गर्न पायो। अर्काको देशमा चाहिँ कस्तो रहेछ भने मैले चाहिँ जे होस् अनुभव गरेर आएको चाहिँ अब तिनीहरूको अब अन्डरमा चल्नुपर्ने उनीहरूको अन्डरमा चल्नुपर्ने आफूले सोचेको केही पनि गर्न नपाइने अब त्यस्तै हो गाइज। अब अरू कुरा त छोडिदिउँ पनि झन् खानेकुराहरू त अब आफूले भने जस्तो कहाँ खान पाइन्छ है। आफ्नो ठाउँ भनेको आफ्नो ठाउँ हो। आफ्नो ठाउँमा चाहिँ अब हामीले अब यसरी आफैले दुःख गरेर होइन आफैले उब्जनी गरेर टिपेर टक्क खान पनि पायो। तर त्यहाँ चाहिँ अब किनेर बनाएर खान पनि गाह्रो छ गाइज है। किनभने अब आफ्नो परिवारदेखि टाढा गएर त्यस्तो दुःख गरेर भने जस्तो खान नि पाउँदैन। अनि हुनसक्छ प्रायः कतिपयको राम्रो होला सायद कामहरू सबै राम्रो हुनसक्छ। तर जस्तै भए पनि अलिकति आफ्नो नेपालको माया चाहिँ लाग्छ गाइज है। सो त्यही हो, आफ्नो ठाउँ भनेको आफ्नो ठाउँ नै हो। सबैले सोच्ने त्यही हो, जस्तो सुकै राम्रो काम भए पनि अब आफ्नो भनेको आफ्नै हुन्छ हो, आफ्नो ठाउँ भनेको। सो त्यही हो गाइज। अब हामी चाहिँ अब यसरी गरिरहेको छौँ। तपाईँहरू म के बताउन चाहन्छु भने तपाईँहरू कोही पनि सकेसम्म आफ्नो देशबाट अर्काको देश जानु नपरोस् भन्ने चाहिँ मेरो धारणा हो यो भिडियो मार्फत चाहिँ। तर के गर्नु, देशको हालत र देशको स्थिति अनुसार अब सबै बेरोजगारी छन्। सबैले अब यस्तो गरौँ भने पनि गर्न नसकिने अवस्था जस्तो आइसक्यो गाइस। अब मलहरू औषधिहरू सबै महँगी बढ्यो, तर तरकारी भाउको चाहिँ कहिले पनि बढेन गाइस। त्यही भएको कारण सबैजना बाहिर युवाहरू सबै बाहिर जान्छन् आफ्नो देश छोडेर। यस्तै हो गाइस, के गर्नु, गाह्रो छ। ल गाइस, हाम्रो चाहिँ यहाँ पानी परेको अवस्था तपाईँहरू देख्न सक्नुहुन्छ है। अनि यस्तो भइरहेको छ हेर्नुहोस्, टनेलमा छु म चाहिँ, पानी गरेर यस्तो भइरहेको छ। आजको मेरो भिडियो चाहिँ यति नै छ। तपाईँहरू सबैजनालाई